एन्ड वेलकम टु माई न्यू भ्लग। सबैजनालाई गुड मर्निङ। हामी चाहिँ आज मर्निङ वर्क आएका छौँ दिदी र म। हामी हेरौँ कतासम्म जान्छौँ। जुन चाहिँ मैले नास्ता रेडी गराइसकेको छु अनि खाना चाहिँ यहाँ आइसकेका छन् खामसीहरू। कहिले काहीँ हो त्यही कहिले काहीँ मैले चाहिँ धेरै जस्तो बनाएर त्यही हामीले पकाएको जति बेला नि खाएर त नमिठो भएको होइन सानीमा। अब मिठो मिठो पकाउँदा आफै खानु आफै पकाउने नि मन परेको ठाउँमा हामी घुम्न जान्छौँ त्यहाँ बस्नको लागि हामीले बुझाउने अब यिनका कुरा मात्रै खुलाउनु ल। यसको चाहिँ घाउ लाग्यो सबै बन्द हेर्दैसम्म जान्छु म। कुछ कहना है? नहीं कहना। सबै मान्छेले मलाई हेऱ्यो भने आज देखि त थाहा छैन मलाई पनि। काम देखिछु भने कमेन्ट गर्नलाई। हेलो चप्पल पसलको साउन्ड हुनुहुन्छ। यता चाहिँ यहाँ भेराइटीका चप्पल छन्। जानुपर्छ है। हेलो भनिदेऊ भन्न भन्न न ओइ। हेलो हाम्रो अप्रिन ब्रो टेकान्ड्रोको च्याम्पियन हो यो चाहिँ हो। एक दुईटा मुभ भएर देखाइदेऊ न। त्यस्तो भुरुङ नजाउनु। भुरुङ नचाउने ए दाईको पसल चाहिँ बन्द रहेछ। हेर्नु है दाई हामी आएको थियौँ तपाईँको पसल बन्द आइछ। ए त्यहाँबाट खुला आइछ। ल लौ यो नाच्दैन जस्तो लागिरहेछ मलाई चाहिँ। ल 1 जसरी हाने नाच्ने होइन। ओपन च्यालेन्ज ल आइज भर्खर फेरि सेकेन्ड चान्स हुन्न। बट मैले फर्स्ट एन्ड लास्ट भने कि त सेकेन्ड हुन्न है केही पनि नै। यसमा नि नाच्दैन। फेरि भनिदिउँ न एकपल्ट के भएर अरे पुरै नबेरेर रहेछ कि। हामी चाहिँ अहिले देवीनगर चौपारीमा आएको छौँ। यतातिर चुनावी माहौल चलिरहेको छ। यतातिर भोलिको निर्वाचनको लागि व्यवस्था गरिरहेको छ।
हामी चाहिँ कता कता जान्छ भन्दा भन्दै यसका आइसक्यौँ चौपारीमा यस्तो रेस्ट लिँदै बसेछौँ हामी चाहिँ यतातिर चाहिँ रमाइलो छ मान्छे हिँडेछ गाडी पनि हिँडेछन् यहाँ के पनि भइराखेको छ के हो थाहा यहाँ आइज कि भोलि यहाँका मान्छेले भोट हाल्ने चाहिँ यतातिर फेरि बेसी डिस्कसन भइरहेछ यिनी फेरि त्यो रतनकारी यिनीलाई डर लागेर यिनीलाई क्यामेरा समाज पनि डर लागेर अनि मोबाइल समातिन्छ नि भनेर डराइ डराइ बनाइछु है कसैको हिम्मत छैन यो मोबाइल समातिने पोसार गरे मात्र हो क्या समातिने भने यतिकै जब मान्छेले केही गल्ती नै गरे होइन भने किन डराउनु ल त्यहाँ पनि केही भएर के भयो मलाई चाहिँ थाहा होइन त्यहाँ चाहिँ मान्छे छ नै थुप्रै के भएर भयो कि तिनी भोलिको सेटिङ मिलाएन अरू केही चाहिँ होइन जित्ने घन्टीले जति चाहिँ गराउँदै जति मिलायो नि मिलाऊ हो पेट्रोल चाहिँ हामीले दिदी भेटिनु भएको छ हामीलाई कति बेर भएर पर्खिन हौ यिनी चाहिँ मेरो बहिनी हुन् पढेर बसेँ यति पढेर बसेँ टिफिन गरेँ म आछु हाम्रो क्युट सिस ब्युटिफुल अहिले चाहिँ यसले साइकल सिक्नुलाई चाहिँ एक ठाउँ लुटिसके के हुने थाहै छैन सो गाइस दिस इज द नेक्स्ट डे एन्ड हामी चाहिँ आजको देशभरिको भ्लग बनाउन पाएनौँ आज चाहिँ निर्वाचन इलेक्सन थियो तर हामी चाहिँ भोट हाल्न पनि गएनौँ त्यस्तै रुममा बस्यौँ अहिले चाहिँ हामी यता देवीनगर 11 को चाहिँ भोट हाल्ने ठाउँमा गएनौँ तर गर्ने ठाउँमा चाहिँ आउँदैछौँ अब हेरौँ के हुन्छ यहाँको माहौल कस्तो छ यता हामी चाहिँ अहिले देवीनगरको मतगणना यहाँ लिएको आइछन् अनि यहाँ ल्याएर गर्ने अरे त्यही हेर्न आएको यसो मान्छेहरू बस्दै छन् हेर्न सक्नुहुन्छ हामी पनि हेर्न आएछौँ यहाँ चाहिँ आर्मीहरू बस्दैछन् त्यहाँ पनि मान्छेले हेर्दैछन् सो गाइस हामी चाहिँ अहिले देवीनगर 11 को यहाँ भोटिङ हुँदैछ अरे अनि यहाँ रङ्गशाला लिएर वडा कार्यालय हो कि के हो थाहा छैन त्यहाँ चाहिँ गर्ने हुँदै हामी पनि यस्तो बुझेर आएको अनि त्यही नै हो हामी चाहिँ 12 बजीबाट गर्ने भन्दैछन् यता चाहिँ हामी मेरो लाग्यो अब हामी घर जान्छौँ यतातिर फेरि रमाइलो गरेछन् त्यही नै हो आजको ब्लग चाहिँ यतैतिर इन्ड गरिदिनु थ्याङ्क यू सो मच फर वाचिङ लाइक गरिदिनु होला अनि मेरो च्यानललाई सब्सक्राइब गर्नु होला थ्याङ्क यू